कस्तो भए भए तँलाई हिउँ खेल्दाखेरि? साह्रै मजा आहा, जाडो भए होइन, चिसो छ। अब के गर्नु, धेरै बस्नु चिसो लागिसक्यो, हिँड्दै गरौँ यहाँबाट होइन। यस्तै छ अब के गर्नु, आइहाल्यो मुक्तिनाथ होइन। रमाइलो छ, उताको नजारा देखाउँदा उताको नजारा उता बवाल छ झन्। उताको नजारा बेग्लै छ फेरि, कम त राम्रो छ, त्यताको नजारा छुट्यो छ। बाटोमा हिउँ पाइने रहेछ है, बाटोमा जमेको आइसको ढिक्काहरू है। अब के गर्नु, हिउँ भन्दा पनि खासमा यो आइसको ढिक्का हो। कहिले पुगिने हो मन्दिर थाहा छैन, नुहाउनु पर्ने। यस्तो जाडोमा कसरी नुहाउने भन्ने भइरह। मेन कुरा त हाम्रो स्वामीनारायणमा बसेर कुदिरहन् हामीलाई। बवाल छ बवाल। वाह, ओ पुल पनि, यहाँको पुल कस्तो खतरा है। यहाँ हिँड्दा पनि नभएको एक दुई बेला प्र्याक्टिस गरेर आउनुपर्छ। ओहो हैट, थाकिसक्यो। खतरनाक छ नजारा चाहिँ डेन्जर छ है। अरू ठाउँको भन्दा पनि मुक्तिनाथको नजरै बवाल हो। हिँड्नु त पऱ्यो। मैले यो बाटो भन्दा भर्याङ गरेको बाटो नजिक जस्तो लाग्यो मलाई त। चिप्ले भन्दा तनाव पो हुन्छ।